नमस्ते हजुरहरु सबैजनालाई आशा छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज पनि म अर्को एउटा हेल्दी खानाको भिडियो लिएर यहाँहरु समक्ष उपस्थित भइसकेको छु। आशा छ यहाँहरुले हेरेर मन पराइदिनु हुनेछ। आजको मेरो खानामा चाहिँ के छ हेरौँ है त। सबभन्दा फर्स्टमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ किनुवा, यो चाहिँ बोइल गरेको किनुवा हो। जसरी हामीले चामलको खाना बनाउँछौं त्यसरी नै बनाउने हो। यसलाई चाहिँ एकदमै इजी पनि छ, सजिलो पनि छ अनि हेल्दी पनि भयो किनुवा है। अनि त्यस्तै गरी सब्जीमा रहेको छ बैगुन र आलुको सब्जी। यो चाहिँ मेरो साथीले बनाएकी हुन्। खास चाहिँ मलाई योसँग चाहिँ भात खान मन थियो। अब हेरौँ अहिले चाहिँ किनुवा खाएर हेरौँ अनि त्यसपछि चित्त बुझेन भने चाहिँ म थोरै भात खान्छु भरेतिर चाहिँ। अर्को रहेको छ यहाँ बोइल गरेको चना। यो चाहिँ उम्रिएको टुसा उम्रिएको चना। यसलाई चाहिँ मैले बोइल गरेर अनि माथिबाट धनिया प्याज कागती राखेर लिएर आएको छु। अनि स्यालेडमा रहेको छ कागती सदाको चाहिँ, त्यस्तै गरी काँचो प्याज छुट्नै भएन। अनि आज चाहिँ मसँग छ गाजर है। अनि यतापट्टि रहेको छ धनिया टमाटर टिमुरको धुलो आलसको छोप सबै थोक राखेर बनाएको अचार अथवा चटनी। अनि यहाँ चाहिँ छ आलसको छोप साथै पम्पकिन सिड्स र सनफ्लावर सिड्स। अनि अब चाहिँ ढिला नगरिकन मेरो खानाहरू खान सुरु गरौँ है त। सबभन्दा फर्स्टमा चाहिँ गाजर लिगौँ। I don't know why. I told you can practice fighting me, and he said thanks. That wasn't really a compliment. किनुवा र सब्जी। Yeah, that wasn't even a compliment. I was just joking around. Because you can't practice with me. I'll cook it. वाह मिठो भएछ। No. Sorry. No. Okay. You can use every character except the one which is not highlighted. And Jane Julia. बोइल चना। Meh. It's okay. You can't do it. Wait. Okay. Start. Wait, give me the PS.